हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो भ्लगमा। आज चाहिँ हामी स्याउ टिप्नेवाला छौँ अनि बिहान भाषा भर्खर हामी चाहिँ रेडी हुँदैछौँ। म चाहिँ भइसकेको छु भनौँ, जुत्ता कपडा भिजाउँदैछन् भराले चाहिँ। एकजना दाइ भित्र हुनुहुन्छ, उहाँ चाहिँ रेडी हुँदै हुनुहुन्छ, जुत्ता सुत्ता लगाएर। नन्दा चाहिँ भित्र काम गर्दै हुनुहुन्छ। अब जाने त गाइस, त अब चाहिँ हामी रेडी भइसक्यो हिँड्ने। बेल हिजो भर्खर सप्राई गरेको छु। अब 2-3 दिन पछि हुन्छ नि। 2वटा काँक्रा ठुल्ठुला भएको छन्, अरू पछि खाने हुन्छ। अनि यो चाहिँ हाम्रो ग्रुप हो गाइस, लागिसकेको छ। हामी 3जना टोली। यो ठुलो अब 2-4 दिन पछि टिप्ने स्याउ हो। सानसाना बुट्टा छन्। यिनी 2-4 दिन पछि भन्दा पनि 8-10 दिन पछि, 2-4 दिन पछि कहिले हुन्छ टिप्न सुरु हुन्छ। अनि त्यसपछि सिजन सिमला रोडुको सिजन चाहिँ सुरु हुन्छ। अनि डाँडो क्रम खाने स्याउ गाइस। अब चाहिँ हामी रेडी हुँदैछौँ। यहाँ यत्रो क्रेड राखेको छ, क्रेड लिने जाने। अनि दाइ भयो भाग्छ नि होइन जमजम। सो गाइस, अब चाहिँ जाने भयो नास्पति टिप्न। 2जना दाजुहरू चाहिँ अगाडि गइजानु भएको छ, दाइ अनि भाउजू अगाडि गइजानु भएको छ। हामी चाहिँ पछाडि छु। एक दाना भए पनि टिपिदिनु बेटा भन्छ। किरेटभरि सब यहीँ राख्ने हो। सो गाइस, पर दाइ किरेटभरि यहीँ राख्नु अरे, ऊ त छैन अरे। बाबुजी ठिकठाक? अरे बाबुजी, आज फर्स्ट सिजन का फर्स्ट दिन है, थोड़ा लेट हो गया। दही झोला बोगो 5 बंदा। अब चाहिँ झोला भिड्ने रेडी पुरै टक। ओ महिला, ये कहाँ जाएगी बेटा? हैं? हमें कहाँ जाने और क्या? ऊपर भेजो, ऊपर। चिलमा। नमस्ते भाउजू, सुन्छै हुनुहुन्छ? जस मजा छ। हुँदैन के नि, गाह्रो छ। आज चाहिँ सिजन सुरु भइसकेको छ। हामी कहाँ टिप्ने हो त? भइलाग्दो रुख पठाउनुहुन्छ कि दाइ? सो गाइस, यहाँ चाहिँ भिड यति छ कि माटोले लोटियो एक ठाउँ। धेरैजना चिप्ले। यहाँ चाहिँ भिड पनि रहेछ, रुख पनि अझ। हेर्नुहोस्, यहाँ देख्न सक्नुहुन्छ। मैले चाहिँ त्यहाँ टुप्पामा 1-2वटा दाना छोडिदिएको छु। सकिएन टिप्न, के हेर्ने होइन हो कि नै? मर्नुभन्दा बोलाउनु बेस बरु। सकिएन टिप्न, छोडिदिएँ। र बिहानै उद्घाटन गरियो। एउटाले आधा तोताली खाएर छ, आधा खाइदियो। जस अरू गाइस, यहाँ भङ्कार यस्तो छ। देख्यो गाइस, यस्तो दुःख हुन्छ। हेर्नुहोस् यहाँ रुखमा पुरै जानुपर्ने हो त्यहाँ माथि टुबती। अहिले यहाँ त्यो होइन। नास्पति टिप्नु सजिलो छैन। सिजन सुरु भयो आजबाट। होस् गर्नु होला। 2टा रुख छन्, सपोर्ट त छ एकदम राम्रो। त्यसैले त्यहाँ अड्डिन सजिलो छ, नत्र भने त गाह्रो छ। हेर्नुहोस्। अनि स्याउको यस्तो छ हालत। यहाँ कति सानो छ स्याउ, माथि अलि ठुलो, त्यो साइज यहाँ सानो छ। उहाँले आधा गरिराख्नु भएको छ पुरै। मोटेडन्डी क्याको मोटेडन्डी नामै मोटेडन्डी हो। यहाँ फेरि भिड छ गाइज। लोटेपछि सिधै तल वहीँ जानुपर्छ। अलि होस् गर्ने, लोट्नु होला। म अर्को रुख जान्छु अनि म टिप्ला। जितना खाओगे तो तुम्हारे को जाना पड़ेगा इस खरीदने। ये तो हमारे लिए ठीक ठाक। कब घाटा लग जाएगा। आपका भी तो निकलना चाहिए ना, यहाँ आप भी तो दिन भर खड़े हैं। ये तो तुम्हारा अच्छा नुकसान हो गया बेटा बाबू। अब चाहिँ गाइज भयो क्रेट बोक्ने काम। 2 क्रेट यहाँ भरियो, 3 क्रेट भरिएको थियो। 1 क्रेट चाहिँ अगाडि लिएर जानुभयो। 2 क्रेट वहाँबाट, 2 क्रेट यहाँबाट। यो नास्पाती अलिक भारी हुन्छ, त्यही पनि ढ्यारीमा त भने 2-2 क्रेट लिने हुन्छ। त्यही पनि सकिन्न कि फेरि 3 क्रेट पनि 2 क्रेट ठिममै हुन्छ। अनि त अब यो मेरो भारी। अनि त्यसपछि हामी टिप्न लाग्छन्। हामी चाहिँ 2जना छौँ जो बोकिरहेछौँ।
टिप्दै बोक्दै गर्ने हुन्छ गाइस। अब धेरै नासपाती त छैन, थोरै छ योपालि, धेरै कुनै पनि चिज धेरै फलेको छैन, थोरै थोरै फलेको छ, त्यसैले थोरै बोक्ने हुन्छ गाइस। अब चाहिँ सक्यो, टिपेर चाहिँ सक्यो गाइस। हेर्नुहोस् यति यहाँ छ अनि आधा पुरै सक्यो। टाइम चाहिँ अहिले भएको छ 11:41 अनि धेरै रहन्छन्, कति 25-26 क्रेट भयो दाइ, 25-26 टिपेर सक्यो। अब चाहिँ बोक्नुपर्छ, फेरि अर्को देशिया जाने अरे है यहाँबाट, यहीको भइगयो अरे अनि एउटा सक्यो। अब हाजिरी त पुरा गर्नु पऱ्यो, 500 रुपियाँ, अब 250 काम गरिन्छ हुँदैन, अब 250 तोडेपछि 500 रुपियाँ हुन्छ नि, फेरि पुरा गर्ने अरे क्या। अब चाहिँ गाइस हामी चाहिँ अर्को बगैँचा जान लाग्छु। यहाँ दाजु हुनुहुन्छ पार्टनर, उहाँ चाहिँ यो मालीको मान्छे, उहाँ पनि एकजना आउनु लाग्नु भएको छ बोक्न। धेरै टाढा हो कि दाजु नजिकै हो? नजिकै हो। समाता काम चलनाबाट गर्नुभयो क्या उहाँले। सो गाइस अब चाहिँ काम सुरु हुन लाग्छ। यी चाहिँ माताजी रहेछन्, पछि लाग्छन्, 2 गोटा ढुन्नु लागेका छन् उहाँ केटा रेस्टमा, पछि आएको छ। अब यो रुखमा जानु त बगालो लाग्यो काम। तिमी हेर्दै हाँ जी नहीं पूरे 18 मिनट। सो फाइनली गाइज अब चाहिँ खतम भइसकेको छ हाम्रो दिनको काम अनि अब जान लाग्छौँ हामी लिएर। अरू सबै गइजानु भयो अगाडि, म चाहिँ पछाडि यो रस्सीको लागि पछाडि आएको छु, अरू मान्छे यतिर छन् अनि अगाडि दाइहरू गएको छन्। अब चाहिँ के भन्नुपर्छ भन्दाखेरि अब हेर्नुहुन्छ भने भ्लग राम्रो लागे पनि नलागे पनि दबाएर चाहिँ लाइक गर्नु होला, मजाले चाहिँ दिल खोलेर भए पनि नखोलेर भए पनि सब्सक्राइब चाहिँ गर्नु होला, किनभने 2-4वटा सब्सक्राइब छन्, प्लस 2-4 भएपछि 10-15 हुन्छन् अनि त्यस्तै गर्दै धेरै हुन्छन्। हेर्नुहोस् जति धेरै त्यति धेरै भिडियो आउँछ, मजा पनि आउँछ बनाउनमा। त्यही हो, आजको भ्लग चाहिँ यहीँ अन्त्य हुन्छ। सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला जनताजु।